राजनीतिमा आई भने यो देशको प्रधानमन्त्री बन्यो भने म 3टा मात्रै काम गर्छु। राम्रो गुड न्युज आउँछ भनेर हामी फुलमालाका सहित उभिएका थियौं, तर एकदमै गलत निर्णय भयो। अनि के गर्नुहुन्छ? होइन, म हार्न मैले जानेको छैन। काठमाडौँबाट चुनाव लडेको भए अत्याधिक मत जित्थे। धादिङबाट चुनाव लडेको भए अत्याधिक मत जित्थे। म रौतहटको पनि जनताको मन जितेर म आउँछु, चुनाव जितेर आउँछु। सबै जनतासँग भोट माग्न व्यस्त छन्, तपाईँ बिरामीको उपचार गरेर चुनाव जित्नुहुन्छ भने अस्ति पनि यही सोधेँ मैले तपाईँलाई। बिरामीको उपचार गर्दै बिरामी खोज्दै हिँडेर चुनाव जितिन्छ कि जनताको बिचमा गएर मत माग्ने, आफ्ना एजेन्डा बताउने, एजेन्डा सुनाउने? तपाईँ त भोट माग्न भन्दा पनि बिरामीको उद्धार गर्न आएको जस्तो भन्ने चर्चा हुन थाल्यो क्या। तपाईले जित्नुहुन्छ चुनाव मकवानपुरबाट? किन नजित्नु? जनता तपाईको साथमा छन्। अरे किन नहुनु?